नगरकोटको यो प्रिमियम ग्ल्याम्पिङ तपाईहरू जानै पर्छ। होटलको जस्तै फेसिलिटिज, मिठो खानेकुरा अनि रमाइलो ओपन शावर पनि छ। काठमाडौँ गोकर्णको बाटो हुँदै 1 घण्टामै पुगिन्छ नोमिनल क्याम्प। हामी फर्स्टमै जाँदा यस्तो इम्प्रेस भयौं। होटलको जस्तै वेलकम ड्रिङ्क्स दिएपछि त्यसपछि टेन्टतिर जानुपर्छ। टेन्ट पनि नर्मल साधारण टेन्ट होइन नि। भिडियोमा हेर्न सक्नुहुन्छ सबै चाहिने फेसिलिटिज, कम्फर्टेबल स्टे, ओपन स्काई बाथरुम अनि शावर रहेको छ। अर्को इम्प्रेसिभ कुरा चाहिँ यताको खानेकुराहरू। स्न्याक्स आइटम मेनुमा राम्रो छ अनि हेर्नुहोस् न, बेलुका यस्तो मजाको क्यान्डल लाइट डिनर बनफायरसँग रमाइलो गर्दै बार्बिक्यू गर्न सक्नुहुन्छ विथ अर्ग्यानिक चटनी। झन् मेन कोर्समा डिनर अप्सन्स टप नच। मैले अघि नै प्रिमियम भनेको कारण यता एकदम सोचेर ग्ल्याम्पिङ टेन्ट बनाइएको छ। राति पिसफुली सुतेर बिहानको सनराइज चाहिँ यता नछुटाउनु होला आएको बेला। बिहान उठ्दा मिठो सेटअप रेडी हुन्छ। कफी ब्रु गर्नुस्, हल्का हाइक गर्न सक्नुहुन्छ अनि आएर ब्रेकफास्टको स्प्रेड रेडी हुन्छ। ओभरअल यताको एक्सपिरियन्स हामीलाई चाहिँ 10 on 10 लाग्यो।